रोगीलाई औषधि दिने नि मैले हिजो प्रधानमन्त्रीलाई भने प्रधानमन्त्रीज्यू मलाई प्रधानमन्त्री नभन न आमा भन भन्नुभयो ल आमै सही भने आमा तपाईँको श्रीमान अस्ति बिमारी हुँदा तपाईँको छोरा बुहारी आए दबाई दिनलाई आएनन् बाबु छोराको जन्मदिन थियो अरे नातिको यहाँबाट केक काटेको अरे प्रधानमन्त्रीको हालत त्यो छ छोरा बुहारी कहाँ लन्डनमा नाति कहाँ लन्डनमा लङ्कामा सुन्छ कान मेरो बुचै भन्थ्यो क्या उहिले हेर्नुहोस् त अनि तपाईँले तपाईँको श्रीमान दुर्गा सुवेदीलाई उपचार गर्न जान पनि भ्याउनु भएन छोरा र बुहारी पनि आएनन् भनेपछि तपाईँको जिन्दगी नै निरर्थक भएन भनेको चुप लागेर नि त्यही भएर त मैले छोरा यो गराउन खोज्दैछु भनेपछि कुरो बुझ्नु परेन बुझ्नु पर्यो नि त एउटा प्रधानमन्त्रीले त्यति भनिसकेपछि र म जति सक्दो चाँडो यो व्यवस्था यो परिपाटीबाट म निस्किन चाहन्छु भनेर प्रधानमन्त्रीले भन्नु देशको प्रधानमन्त्री हो नि त उहाँलाई पनि फिलिङ भइरहेछ के भइरहेछ भन्ने कुरो बुझ्नुभयो नि त देशको ठुलो पोस्ट हो नि त प्रधान न्यायाधीश प्रधानमन्त्री भनेको अब त्यहाँभन्दा उहाँले लानु पनि केही छैन छ त छैन त्यसले गर्दाखेरि म तपाईँहरूलाई एउटा कुरा के भन्छु भने यो देश आफूले चलाएको थियो भने यो देश बन्थ्यो बुटिक नेपाल बन्थ्यो साँच्चीकै नेपाल बन्थ्यो तर यो देश त अर्काले चलाएको रहेछ भन्ने कुरो त प्रमाणित भयो नि आज हाम्रा कस्ता प्यारा राजा रानी थिए कसरी मारियो राजा महेन्द्रलाई कसरी मारेको रहेछ र जो राष्ट्रवादी मान्छे छ त्यो मदन भण्डारी कसरी मारेको रहेछ यो कुरा त प्रमाणित हुँदैछ नि त किनभने हिजो काङ्ग्रेसको लडाइँले पनि त्यहाँ देखियो नि त काङ्ग्रेस पनि उतैको यो गगन पनि उतैको रवि पनि उतैको बालेन पनि उतैको सबै उतैको यहाँ कोही छैन कलेजै जम्मै किनेर छ हौ पश्चिमाहरूले कलेजै यहाँ त श्रीमतीले श्रीमानलाई विष खुवाएर मार्छन् कि भन्ने अघि यहाँ एकजना भाइले भन्दै हुनुहुन्थ्यो त्यो स्थितिमा पुगेर छ देश भरोसा छैन यहाँ त्यति भित्रभित्रै जरा गाडेको रहेछ यो जरालाई कसरी फ्याँक्ने हामी कहाँ पुगेर छौँ र मैले आज केपी ओलीलाई पनि यहीँबाट भन्छु हजुरबाउलाई पनि तपाईँको बुद्धि फिरोस् शेरबहादुर देउवाहरूलाई पनि भन्छु बुद्धि फिरोस् हिन्दू राष्ट्रको पक्षमा तपाईँहरू वकालत गर्नुहोस् र राष्ट्रवादी शक्ति भएर अब हामीले जे बाटो गल्ती गर्यौँ हामीलाई हानो लात अमेरिकाले अब हामी सही ठाउँमा आयौँ भनेर भन्नु पर्यो किन हानु उहाँहरूलाई लात म भनौँ जसले पनि नि कुद्ने घोडा मात्रै पाल्छ क्या बुढो भइसकेको घोडा पाल्दैन उनीहरू बुढो भए अब नयाँ घोडा कुदाउन ल्याएको रवि बालेन कुलमान गगन थापा विश्वप्रकाशहरू पनि नयाँ घोडा हुन् उताका नयाँ घोडा पुराना घोडाको काम छैन थन्काइदियो उताबाट महाराजहरूले चलाइन्जेलसम्म शानसँगले बस्न पाइँदो रहेछ महाराजहरूले चलाउन नचलाएका दिन साथ छोडेका दिन त घरमै गएर कुट्दा रहेछन् नि त देखेँ होइन राजनीतिक हो स्वाभिमान बन आफ्नो खुट्टामा उभियौ भनेर भनेको कारण त्यो हो मैले राष्ट्रियतामाथि राष्ट्रमाथि धर्ममाथि तिमीहरूले जुन प्रहार गर्यौ नि तिमीहरूले हिजो त्यो राजा वीरेन्द्रलाई त यसरी षड्यन्त्र गरेर मारे त्यसको नाइके नै बाबुराम भट्टराई हो कुरा बुझ्नुभयो म ठाउँमा पुगेदेखि नि कोही बाँच्नेवाला छैन यदि म बाँचेछु भने मलाई पनि यहाँ थ्रेड आइरहेछ है आउन त यहाँ नेपाली नै आउँछ होला हान्नलाई मैले मेरो केटाहरूलाई पनि भनेको छु होइन भने तपाईँहरू बुझ्नुहोस् कति थ्रेड रहेछ यहाँ कोही बोल्दैन खेकाएर भने पनि नि निल्छ क्या थुक्दैन बाहिर त्यस्तो डर देखाएर राखेको छ त्यस्तो डराउनेले किन राजनीति गर्नु राजनीतिक भनेको कुरो के छ भने राजनीतिक भएपछि मरिन्छ राजनीति गर्ने मान्छे जेल जान्छ राजनीति गर्ने मान्छेले कुटै पनि खान्छ राजनीति गर्ने मान्छेलाई फुलको माला पनि हुन्छ राजनीति गर्ने मान्छेलाई जुत्ताको माला पनि हुन्छ हो कि होइन भनेपछि राजनीति गर्ने मान्छेले किन डराउने
हो कि होइन? त्यसले गर्दाखेरि म सम्पूर्ण राष्ट्रवादी शक्तिहरू, खास गरेर म राजेन्द्र लिङ्गदेन दाईलाई तपाईँले राजा हिन्दू राष्ट्र भनेर, कमल थापा दाईहरू राजा हिन्दू राष्ट्र भनेर हिँड्नुभयो, कहाँ पुर्याएको रहेछ तपाईँहरूले? किन आज राजा पर 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 बोलेर बोल्दैन? आइसक्दा मरिने रहेछ त किन आउँछन्? हामीलाई आज आज यी सबैलाई राजाको खाँचो पर्यो होइन? अब कुन मुखले राजा चाहियो भन्छन् यिनीहरूले। हिजो राजा ज्ञानेन्द्र दरबार छोडेर एक्लै गाडी चलाएर हिँड्दाखेरि नि त्यो राजाको मन कति रोयो होला। त्यो आँसु थापिदिने मान्छे थिएन। गएर यसो हुन्छ नि साथीभाइमा यसो मैला झगडा गर्दा, त्यो बुढासँग झगडा गर्दा बुढी दिदीको घरमा गएर यसो दुःख बिसाउने ठाउँ खोइ राजाको थियो? थिएन नि। ती आँसु थापिदिने मान्छे थिएन नि। जुन दिन मैले चिया बगानमा राजाका आँखाबाट आँसु टलेको देखेँ नि, मैले यी आँसु थाप्छु भनेर म हिँडेको। मैले आज पनि थापिरहेको छु। तर मलाई यहाँ बिचबिचमा के भने, राजावादी हुँ भन्ने अनि आफै बिक्ने मान्छेहरूले के भने तपाईँलाई थाहा छ? यो राजावादी नै, म राजावादी नै होइन, राष्ट्रवादी हुँ। राजा पनि राष्ट्रवादी हुन्। कुरा बुझ्नु भएन? आज राजा